हेलो एभ्रिवान, वेलकम ब्याक माई न्यू भिडियो। आई होप सबैजना सन्चै हुन्छ जस्तो म पनि सन्चै छु। ओह गड, मेरो छोरीले चाहिँ गाइज गर्मी भयो भनेर चाहिँ नाना छराएको छ। अनि सोना आएर गरिदेऊ त मेरो मेकअप। सो मैले मेकअप गरेर देखेर चाहिँ मेरो छोरीले मेरो मेकअप गरिदिन्छ कि कसरी गरिदिन्छ हेर्नुहोस् न गाइज। मेकअप गरिदेऊ त छोरो, सी गरिदेऊ त मेकअप गाइज। मैले चाहिँ स्मोकी आई मेकअप गर्ने ट्राई गरिरहेको छु। मैले फर्स्ट टाइम हो यो सिक्दाखेरि यस्तो मेकअप गरेको थिएन नि त स्मोकीवाला। सो यो एडभान्समा पर्छ भन्ने चाहिँ सुनेको थिएँ। सो त्यसैले चाहिँ मैले त्यस्तो गरेको थिएन। आज चाहिँ मैले जस्ट ट्राई गर्दैछु कस्तो बनिएको छ। बस सुरु गरेको हो अहिले चाहिँ मैले। अनि मेरो छोरीले चाहिँ मेरो मेकअप गरिदिनु लाग्यो। अनि त्यो हजुरहरूलाई देखाउनका लागि चाहिँ मैले भिडियो बनाउनु लगाएको। अब यहाँ यो प्यालेट मेरो छोरीको हातमा गयो भनेपछि यो रहँदैन। सो त्यसैले म चाहिँ मेकअप गर्छु, त्यसपछि भिडियो बनाउने छ। सो गाइज मेकअप विथ डन। कस्तो मान्नेको छ, आइब्रो फ्रक मान्ने क्या। सो साथीहरू मैले चाहिँ रेडी भएर पनि यो साडी लगाएको थिएँ अनि भिडियो पनि बनाइसकेँ। अब चाहिँ म चेन्ज गर्नु पर्यो, साँझ पनि भइसकेको छ। त्यही हो। अनि म कस्तो मान्नेको छु म चाहिँ कस्तो मान्ने चाहिँ कमेन्ट गरिदिनु होला है। अनि थाहा छ मेरो रुमको हालत चाहिँ यस्तो भइसकेको छ। म रेडी हुँदाखेरि एकदमै फोहोर भइरहेको छ रुम। म चाहिँ अब सफा गर्नु पर्यो। अनि त यस्तै आज दिनभरिको काम चाहिँ यही भयो। यो साडी लाउने, भिडियो बनाउने, मेकअप गर्ने। मेकअप चाहिँ कस्तो मान्ने छ हल्का मेकअप गरेर छु अघि पछि भन्नु चाहिँ। केटीलाई हेर्नुहोस्, बिहानबाट यस्तै छ। नाना लाउने होइन भन्छ, गर्मी हुन्छ अरे नाइ भन्छ। दौडेको दौडे यस्तो बिन्ठे गर्छ। यो यस्तरी यहाँ हिँडेपछि खुट्टामा केही बित्ला भन्ने डर पनि छैन। बिन्ठ्याइ भन्यो भने यो यतातिरको पानी सब यसले पोखायो। ऊ त्यहाँको त्यस्तो गराएकी छे। यसको कामहरू देखेर म त थाकिसकेँ। अझ आफूले पनि खाइरहेछ हेर त। यता यस्तो छिटो भाग्छ नि, फेरि के गर्नु, गाह्रो छ। यता छिटो देखियो मैले गुजी आउँछ भनिदिएको त फालिदिएँ। तँलाई यसैले खान्छु पक्का ल। यति यति उ गर्छ नि यसले, कति सताउँछ कति। चल्लागवाला पनि राख्नुपर्छ, चल्लागवाला। गाइस म चाहिँ मासु खाँदैछु, मासु। भोक लागेको थियो ठ्याक्क मासु। यसलाई फेरि छुट्टै हुन्छ, तल फाल्छे सबै त माथि ल्याउँछे। म चाहिँ मासु खाँदैछु। सो साथीहरू आजको भिडियो यति नै। भेटौँला अर्को भिडियोमा। भिडियो कस्तो लाग्यो, मेकअप कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। सो आजको भिडियो यहीँ एन्ड गर्छु। भेटौँला नेक्स्ट भिडियोमा। बाई बाई।